चाहिँ मैले दुध मानेको सब्जी बनाउनु लायक चाहिँ साथीहरू यसलाई चाहिँ अनुसार यसको पनि नाम फरक हुन्छ। कति प्राय गाउँतिर चाहिँ कर्कलो पनि भन्दो रहेछ, माने भत्रै भन्छौँ, कर्कलो चाहिँ भन्दिनौँ साथीहरू। आज मैले चाहिँ धेरै दिन पछाडि मिनी भ्लग बनाउँदैछु साथीहरू। मैले चाहिँ धेरै दिन ग्याप गरेको थिएँ नि त यो भ्लग बनाउन। यो कर्कलो कर्कलो भन्छ भिडियोतिर होइन, कस्तो चाहिँ हुँदो रहेछ भनेर म आज बनाउनु लागेको छु। बनाउनु लागेको चाहिँ दुध माने भन्दो रहेछ यसलाई। बनाउनु पनि आउँदैन, फर्स्टचोटि बनाएर खानु लागेको छु। मैले जाने अनुसार चाहिँ बनाउनु लागेको छु साथीहरू। मैले बनाएको तपाईँहरूलाई कस्तो लाग्छ हेरेर लास्टसम्म भिडियो हेरेर साथ दिनु होला। अनि साथीहरू होइन, सबैले यो मैले कर्कलोसँग यति भात खाएँ यस्तो हुन्छ उस्तो हुन्छ भनेको सुनेको थिएँ नि त। मैले पनि बनाउँदैछु, हेरौँ कतिको भात रुच्छ यो कर्कलोले। यो कर्कलो चाहिँ पूर्वतिर मैले त्यति खाएको देखेको पनि छैन र मैले हाम्रो र त प्राय खानु पनि हुँदैन होइन। मैले चाहिँ हाम्रो घरमा फर्स्टचोटि मैले बनाएको, सासू ससुरालाई पनि त्यति मन परेन जस्तो लाग्यो मलाई चाहिँ होइन साथीहरू। अहिले नखाएको चिज त अलिक अनौठै हुन्छ नि त सुरुचोटि त, पछि पछि बानी लाग्दै गएपछि त मिठो हुन्छ। खानु लायक चाहिँ साथीहरू। अनि म खाइसकेर टेस्ट गरेर तपाईँलाई भन्छु ल मेरो सुरुमा चाहिँ अलिक कस्तो लाग्यो, त्यस पछाडि तर सुरुचोटि हो नि त खुवाइ, अनि त्यही भएर अलिकति भए पनि साथीहरू एकदम मिठो हुँदो रहेछ। तपाईँहरूले पनि खानुहोस् ल कर्कलोको सब्जी। मैले चाहिँ साथीहरू अर्को सब्जी चाहिँ खाइनँ, कर्कलोले नै खाएँ मैले एक थाल भात। अब